जनताबाट भन्न चाहन्छु, सुरु अहिलेका प्रधानमन्त्री बालेनजीबाट सुरु गर्नुहोस्। किन त्यहाँ तालिनु पर्यो? किन त्यहाँ चाहिँ पुरै त्यहाँ सरकार डराउनु पर्यो? सरकार अतालिनु पर्दैन, सुरु गरे भो। साँच्चै इमानदारिताका साथ सम्पत्ति कमाएको हो, कर तिरेर कमाएको हो भने त कमाउने छुट छ अहिलेको कानुन अनुसार। तर लुट्ने छुट छैन, कर छली गर्ने छुट छैन। त्यसको स्रोतहरू र कसरी ती सम्पत्तिहरू आर्जन गरिएका हुन् ती सबै छानबिन गरिनुपर्छ। कसैको छानबिन गर्ने, कसैको छानबिन नगर्ने यो पूर्वाग्रही यसले मुलुक अगाडि बढ्न सक्दैन। त्यसै गरी आज उद्योगी व्यवसाय र व्यापारीहरूलाई पुरै आतंकित बनाइएको छ। समात्दिने 4 घण्टापछि या 2 दिनपछि छुट्यो। यदि जसले गल्ती गरेका छन्, जसले लुटेका छन्, भ्रष्टाचार गरेका छन्, तस्करी गरेका छन्, उनीहरूलाई समातिसके पछाडि उनीहरू कुनै पनि हालतबाट नछुट्ने गरेर चाहिँ त्यो ढङ्गबाट चाहिँ त्यसको छानबिन गरिसकेपछि 100 पटक नापिसके पछाडि मात्र त्यसलाई काट्ने काम गर्छ। त्यसको सत्य तथ्य जब बाहिर त्यसको सत्य तथ्य ल्याइसकेपछि मात्रै त्यसपछि गिरफ्तार गरिनुपर्छ। जसलाई गिरफ्तार गरिए पछाडि त्यो कुनै पनि ढङ्गबाट नछुट्ने खालको त्यो चाहिँ त्यसको चाहिँ जुन उसले गल्ती गरेको छ त्यसको भागीदार हुने खालको त्यो ढङ्गबाट सरकारले काम गर्नुपर्छ, हामी यो भन्न चाहन्छौँ। र त्यसकारण आज नेपाली जनता, दूर दराजमा बस्ने नेपाली जनता, जो सबै प्रकारले सङ्कटमा परेका नेपाली जनताहरू आज मुकुसको स्थितिमा छन्, अभावले ग्रसित छन्। यो ग्रसित भएको स्थितिमा राज्य जवाबदेही बनोस्। अहिलेको प्रधानमन्त्रीको नेतृत्वको सरकारले त्यो पहल लियोस्, रासोपाको सरकारले त्यो पहल लियोस्। यदि पुरानै ढङ्गबाट जसरी कांग्रेस, एमाले र चाहिँ नेकपाहरू जो माओवादी केन्द्रहरूले जसरी विगतमा जसरी गतिविधिहरू गरे त्यसै गरी यो सरकार पनि प्रस्तुत हुन्छ। त्यसै गरी मैमत्त भएर अगाडि बढ्छ। त्यसै गरी जनतालाई दुःख दिन्छ, जनतालाई लुट्छ, भ्रष्टाचार गर्छ, तस्करी गर्छ, त्यसमै रमाउँछ भने नेपाली जनताहरू जागिसके पछाडि त्यो कसैले त्यहाँ रोक्न सक्नेवाला छैनन्। त्यो नेपाली जनताको त्यो आँधीबेहरी, त्यो सुनामी, त्यो विद्रोहले कुनै पनि प्रकारका ती 2/3 होस् या ती 3/3 नै होस्, कुनै पनि प्रकारको चाहिँ त्यो पङ्क्तिलाई कसैलाई पनि त्यो आन्दोलनले चाहिँ छाड्नेवाला छैन। ती सबलाई बगाउनेवाला छ, त्यो सुनामीले सबलाई सिद्ध्याउनेवाला छ। त्यसो हुँदाखेरि बेलैमा सचियोस्। यदि बेलैमा सचिएन भने, यदि सरकार जवाबदेही र गम्भीर भएन भने, यदि राष्ट्र र जनताप्रति जिम्मेवार भएन भने नेपाली जनताको विद्रोह, नेपाली जनताको आन्दोलन, नेपाली जनताको सङ्घर्ष सबै उत्पीडित जाति क्षेत्रका समुदायहरू, सबै देशभक्तहरू, सबै प्रगतिशीलहरू, सबै क्रान्तिकारीहरू र सबै यो मुलुकलाई माया गर्नेहरू त्यहाँ एकत्रित हुनेछन्, त्यहाँ आन्दोलित हुनेछन्। त्यो आन्दोलनको बलबाट यो कुनै पनि प्रकारका यी गलत तत्त्वहरू, गलत प्रवृत्तिहरू जसरी जेएनजी विद्रोहबाट चाहिँ पुराना ती शक्तिहरू भनिएकाहरू समाप्त भएका थिए, सकिएका थिए, त्यसै गरी अब उनीहरू अहिलेका रासोपाको सरकार पनि सकिनेवाला छ। बेलैमा सोचोस्, बेलैमा सचेत होस् र त्यो ढङ्गबाट पहल लियोस्। यदि लिँदैन, जेएनजी विद्रोहले उठाएका ती मुद्दाहरूलाई पुरा गर्दैन, अहिले पनि जेएनजी आन्दोलनका घाइतेहरू चाहिँ पीडामा छन्। अहिले पनि जेएनजी आन्दोलनका कतिपय मान्छेहरू, जेएनजी युवाहरू अहिले पनि गिरफ्तारी भएका छन्। त्यसो हुँदाखेरि उहाँहरूलाई अविलम्ब जेएनजी विद्रोहले उठाएका मुद्दाहरू पुरा गरोस्, राष्ट्रप्रति जवाबदेही होस्, यो मुलुककै हितमा काम गरोस्, मुलुकमा सुशासन ल्याओस्, मुलुकमा भएका सबै प्रकारका स्रोत र साधनहरू अधिकतम त्यसको उपयोग गर्दै मुलुकलाई समृद्ध मुलुक निर्माणको निम्ति, समृद्ध मुलुकको निम्ति त्यो पहल गरोस्, त्यो ढङ्गबाट भूमिका निर्वाह गरोस् भन्ने म यिनै फेरि पनि म शुभकामना र फेरि पनि सुझाव र सल्लाह दिन चाहन्छु। र यदि जसरी विगतका सरकारहरू आए त्यसै गरी यो सरकार पनि अगाडि बढ्ने र अझै गरिबहरूलाई दबाउने, गरिबहरूलाई लाठी र बुटले चाहिँ दबाएर आफ्नो सत्ता स्वार्थमा रमाउने र सत्तामा सधैँ रहिरहने त्यस्ता सपना देख्छ भने अन्ततः जनताको विद्रोह कसैले रोक्न सक्नेवाला छैन, जनताको आन्दोलन कसैले रोक्नेवाला छैन, जनताको त्यो आँधीबेहरी, त्यो सुनामी कसैले रोक्नेवाला छैन। त्यो सुनामीको बलमा यो सबै अहिलेको सरकार पनि ध्वस्त हुनेछ र जनताको सरकार निर्माण हुनेछ।
अहिलेको संसदीय व्यवस्था पनि ध्वस्त हुनेछ र जनताको व्यवस्था निर्माण हुनेछ र त्यसको निम्ति चाहिँ निरन्तर आम सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू स्वदेश र विदेशमा रहेका सबैलाई म चाहिँ गलत प्रवृत्तिको विरोध गर्दै सही प्रवृत्तिको निम्ति निरन्तर सङ्घर्षको लागि तयार रहँदै सङ्घर्षमा उत्रिनको लागि पनि म अपिल गर्दै म आफ्नो भनाइ अन्त्य गर्छु। हस्त नमस्कार।